म दुबईमा छु अनि आजको भिडियो इज भेरी स्पेशल एन्ड इन्ट्रेस्टिङ किनभने मैले दुबईमा तपाईँले चाहि पनि हेरेर बुझ्नु होला मैले भर्खरै ब्रान्ड न्यू गाडी किनेको छु दिस इज GMC Yukon 5.3 लिटर V8 इन्जिन I never let nobody with no motion try to hold me. I'm an OG, and that's the old me, the way I'm sitting. अनि नेचुरल एस्पिरेटेड लास्ट गाडी हो V8 इन्जिन भएको लेट्स गो अनि लेट्स रिभ्यू दिस कार आज चाहिँ आम गोना गो इन डिटेल एज पोसिबल अनि यो गाडीको आज ब्रान्ड न्यू ओपनिङ पनि हुन्छ लेट्स डु इट टुगेदर I need mines off the top, then let them go ahead and count us all out. गाडीको एज यु क्यान सी मैले सिटहरूको केही ओपनिङ पनि गरेको छैन किनभने यही भिडियोको लागि तपाईँहरूको लागि राखेको थिएँ सँगै गरौँ भनेर है आज चाहिँ यो गाडीको सँगै गरौँ गाडीको फिचर्स भन्दाखेरि चाहिँ भित्र छ यु हेभ म्यासिभ डिस्प्ले 6.8 इन्च डिस्प्ले विथ तपाईँको कार एप्पल कार प्ले एन्ड्रोइड अल द फिचर्स इन्क्लुडेड छ अनि यहाँ तपाईँको फ्रन्ट ड्यासबोर्डमा यु हेभ फुल्ली स्क्रिन तपाईँको अगाडि पनि स्क्रिन छ यसलाई पछाडि फालौँ तपाईँको यहाँ फुल्ली न्याप सिस्टम अल द स्क्रिन यहाँ छ तपाईँको यहाँ हेर्नु चार्जिङ पोर्टदेखि लिएर वायरलेस चार्जिङधरि यहाँ छ अर्को भनेको यु हेभ दिस म्यासिभ स्टोरेज गाइज प्लस तपाईँको कुलर यहाँ छ दुबईमा गर्मी भएकोलाई चिसो पानी ड्रिङ्क सबै हालेर कुल गरेर यसलाई डेजर्ट बनाएर खानु अझै मजा आउँछ यहाँ पनि तपाईँको चार्जिङ पोर्ट छ यु हेभ 2 कप होल्डर्स गाडीमा क्रुज कन्ट्रोल छ तपाईँको हिटेड कुलिङ सिट बोथ सबै तपाईँको लेटेस्ट फिचर भएको सबै छ यो गाडीमा गाडीको दन चाहिँ भित्र मजाहरूको छ किनभने एसयुभी टाइपको चाहिँ कस्तो हुन्छ नि नानी पनि भएर होला अहिले यस्तो टाइपको गाडीहरू पनि मनपर्छ लट अफ स्पेस कुदाउनु पनि मजा आउँछ होइन मैले अहिलेसम्मको बेस्ट एक्सपिरियन्स गरेको रोल्स रोयसमा थियो सिमिलर टाइपको एउटा फिलिङ दिन्छ अनि चाबीमा चाहिँ के छ नि यु हेभ 3 चाबीमा चाहिँ तपाईँको 6वटा छ यहाँ किजहरू तपाईँको एउटा भनेको अनलक गर्ने लक गर्ने त्यसपछि अर्को राम्रो फिचर्स भनेको चाबीबाटै गाडी स्टार्ट अन अफ पनि हुन्छ गाडीमा तपाईँको फुल्ली गाडीभरि बसको साउन्ड सिस्टमहरू छ द्याट गिभ्स यु क्वालिटिज साउन्ड गाडीमा फुल्ली 16वटा बसको स्पिकरहरू छ द्याट विल गिभ यु क्वालिटी साउन्ड बाहिरबाट हेर्दाखेरि तपाईँले फ्यामिली एसयुभीमा V8 इन्जिन द्याट इज हुन्छ नि म्यासिभ र त्यसमा मोन्स्टर हालेर बनाएको जस्तो छ अगाडि मजाको छ साइडमा पनि प्यासेन्जरको लागि मजाको सिट छ ड्राइभिङमा तपाईँको क्रुज कन्ट्रोलदेखि लिएर हिटेड तपाईँको कुलिङ स्टियरिङ पनि छ स्टियरिङ पनि मजाको छ गाडीको है अहिले हामीले गाडी कुदाएर बाटोमा एक्सपिरियन्स पनि गरिहालिन्छ कस्तो भनेर गाडीको इन्जिनमा पनि मैले मेरो युकेको डिफेन्डरमा बाहिरबाट एडिसनल पर्चेस गरेर हालेको थिएँ एक्जस्ट यहाँ गाडीकोमा चाहिँ सिमिलर साउन्ड नहोला तर गाडीको कुदाउँदाखेरि एक्जस्ट मजाको V8 को साउन्ड चिन्छ सो यो भयो फ्रन्टको फिचर्सहरू पछाडि जाउँ मलाई चाहिँ मन परेको डिस्प्ले पनि छ है तिमीलाई कस्तो लागेको छ डिस्प्ले म्यासिभ कम्प्युटरै लिएर हिँड्ने जस्तो हुन्छ यहाँ अब हामी ब्याक गरेर चाहिँ पछाडिको रिभ्यू गरौँ ब्याक सिटमा वी हेभ दिस इज 7 सिटर सो अगाडि पछाडि 3 जना अनि अर्को पछाडि पनि 3 जना है मजाले ओपनिङ पनि हुँदैछ गाडीको अनि लुक एट द स्पेस यति साह्रो स्पेस जी वागनमा पनि छैन जी वागनमा झन्डै यत्रो त स्पेस होला यहाँ त मजाले खुट्टा तन्काएर सुत्नु सकिन्छ अर्को भनेको यहीँ तपाईँको सिटलाई चिसो तातो बनाउने अनि कुलिङहरू सबै छ कप होल्डर्स पछाडिको लागि चार्जिङ पोर्ट भयो यहाँ पनि तपाईँको 3 पिन तपाईँको एडप्टर हाल्ने पनि छ यहाँ त्यसपछि यहाँ हेरौँ के छ सो ह्यान्ड रेस्ट नर्मल 2टा कप होल्डर एज नर्मल गाडी भने जस्तै म बोल्दै जाँदै गाडीको यो पनि झिक्दै जान्छु है साइडमा क्यामेरा लिएर है निक्लिँदैन त कति मजा आएको ओके अब पछाडि चाहिँ मलाई जेन्युनली भनेको मलाई थाहा छैन खास पछाडि कसो जान्छ है म अहिले नै फाइनल गर्छु कसरी चाहिँ पछाडि जाने सिस्टम के छ गाडीको ए यहाँ रहेछ गाडीको यसो च्यात्दै रिभ्यूको कति मजा आउँछ ल दिस इज द ब्याक अफ द सिट जहाँ चाहिँ अर्को एडिसनल 3 जना अट्छ अहिले यहाँ हाम्रो क्यामेराम्यानको चाहिँ सबै एसेसहरू यहाँ छ ओके त्यो पनि मजाको स्पेस पछाडि यहाँ चार्जिङ पोर्ट छ त्यसपछि यु हेभ यर ओन कप होल्डर्स पछाडि पनि अरू जस्तो हुन्छ नि पछाडि गाडीमा एडिसनल सिट हाल्दाखेरि एकदमै कन्जस्ट दिन्छ नि यो गाडीमा त्यस्तो छैन किनभने गाडी बनिएकै त्यस्तैको लागि हो तपाईँलाई तपाईँलाई पछाडि बुटको पनि स्पेस ल्याउँछु कस्तो छ भनेर स्टिल मजाको लेग मजाको स्पेस छ 3 जनालाई इनफ पर्छ सो 3 जना यहाँ 3 जना 6 7 8 जना छ नट 7 सिटर 8 सिटर छ है इन्क्लुडिङ द ड्राइभर तपाईँको एसीको लागि यहाँ आफ्नो ओन छ अनि यति भएपछि त फ्यामिलीको लागि 8 जनाको फ्यामिली पनि मजाले लङ ड्राइभमा पनि जान सकिन्छ विदाउट एनी इस्युज पछाडि पनि लुक एट दिस
ग्याप, मजाको एयर सस्पेन्सन, ह्युज त्यस्तो ढुङ्गातिर ठोकिने डर हुँदैन। यस्तो टाइपको गाडी युएसमा प्रायः जस्तो प्रेसिडेन्टहरूको लागि युज गरेको हुन्छ। पछाडि ब्याक बुट भइहाल्यो। 8 जनालाई सिट त छ भित्र, त्यही पनि लुक एट द स्पेस, लुक एट द स्पेस साइज मजाको। तपाईँको गाडी तलमाथि गर्नेदेखि लिएर सबै फिचर्स यहाँ छँदैछ। मेरो अरू गाडीमा, यो चाहिँ मेरो गाडी हो, दीक्षाले सेम गाडी किनेको छ। दीक्षा गाडीमा चाहिँ मेरो सुटकेस छ, दिस इज माई कार। अनि यति भइसकेको छ। पछाडि पनि मजाले सुटकेस चाहिँ एउटा, दुईवटा, तिनवटा, चारवटा गरेर मजाले अट्छ यसमा गाडीमा। स्पेस पनि मजाको क्या। डिफेन्डर मलाई पहिला निकै ठुलो लाग्थ्यो गाइस, यहाँ चढिसकेर चाहिँ भने नि यो चाहिँ ग्रान्ड फादर रहेछ डिफेन्डरको है। अटोमेटिक रहेछ, मलाई थाहा थिएन। यहाँ चाइमा त लेखाइरहेको थियो अटोमेटिक भनेर। तपाईँहरूकै गाडी म पनि रिभ्यू आफै हुँदैछ गाडी बाई द वे यो भिडियोमा। ल अब चाहिँ ड्राइभमा जाउँ, गाडीको कस्तो छ ड्राइभ, लेट्स फाइन्ड आउट। अहिले मैले कुदाइरहेको चाहिँ माटो एरियामा, किनभने गाडी अलिकति रिभ्यू गर्ने ठाउँ हामीले ओपन खोजेको ठाउँ चाहिँ यही भेट्यौँ। सो टेस्टै डाइरेक्ट अफरोडबाट भइरहेछ गाडीको, मजा आइरहेछ। स्टेरिङ भनेको तिमीले? स्टेरिङ प्रिमा सबै गाडीको हुन्छ स्टेरिङको एडजस्टमेन्ट। यस्तो खाल्डोमा पनि यस्तो स्मुथली कुद्नु भनेको गाडी भनेको, यो गाडीमा जे होस् जिएमसीले चाहिँ मजाले गाडीमा इन्भेस्ट गरेको रहेछ अनि फिचर्सहरू हालेको रहेछ। सो फार सो गुड, मलाई त एकदमै इन्जोय लागिरहेछ है यो गाडी। मजाको बाहिर हेर्दाखेरि ठुलो देखिरहेछ, भित्रबाट पनि मजाको कन्ट्रोल। आएर न साउन्ड चाहिँ क्यामेरामा सुनेको छैन, V8 इन्जिनको चाहिँ रेभ भन्दाखेरि चाहिँ मजाले साउन्ड चाहिँ घर गरेर आउँछ यो गाडीमा। साउन्ड सुन त मजाको घर 40को रहेछ स्पिड, अलिकति स्पिड हान्नु रहेछ क्या भने। युएसको प्रेसिडेन्टहरूले त्यसै यो गाडी चढ्दैन नि। चाहिने कुरा सबै छ, स्पेस छ, जे पनि लिएर हिँड्नु पनि हाल्यो मजाले। फ्रिज पनि, कुलर पनि चट्ट छ, चाहिएकोलाई चिसो पानी, तातो पानी सबै खानु मजाले पाइरहेछ। गाडीको भिडियो पनि भइहाल्यो। तर बाइ द वे गाइज, तपाईँले यो भिडियो हेर्नुहुन्छ नि, मेरो अब मोर फोकस सुपर कार्सहरू म एक्सप्लोर गर्छु, रिभ्यू गर्छु भिडियोमा है।